बहुप्रतीक्षित गायन रियालिटी सो द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसनको प्रोमो सार्वजनिक भएको छ। सार्वजनिक प्रोमोमा एक प्रतिभाशाली बाल प्रतियोगीले आफ्नो अद्भुत गायन प्रस्तुत गर्दै चारै कोचहरूलाई घुम्न बाध्य बनाएको देख्न सकिन्छ। प्रतियोगीको सुमधुर आवाज, सुरिलो प्रस्तुति र आत्मविश्वासपूर्ण गायनले दर्शकहरूको समेत ध्यान खिचेको छ। प्रोमो सार्वजनिक भएसँगै धेरै दर्शकहरूले उक्त प्रतियोगीको पहिचान जान्न उत्सुक व्यक्त गरिरहेका छन्। यद्यपि प्रतियोगी को हुन् भन्ने विषयमा अझै कार्यक्रम पक्षले आधिकारिक रूपमा जानकारी भने दिएको छैन। प्रोमोमा देखिएको प्रस्तुतिले भने यस सिजनमा उत्कृष्ट प्रतिभाहरूको सहभागी रहेको सङ्केत गरेको छ। हरेक वर्ष चाहिँ यसपटक पनि द भोइस अफ नेपाल किड्सले बाल प्रतिभाहरूलाई आफ्नो कला प्रदर्शन गर्ने ठूलो मञ्च प्रदान गर्दै आएको छ। कार्यक्रमप्रति दर्शकहरूको उत्साह र अपेक्षा झन् बढ्दै गइरहेको देखिन्छ। दर्शकवृन्द, तपाईँलाई प्रोमोमा देखिएको प्रस्तुति कस्तो लाग्यो? चारै कोचहरूले एकैपटक घुमाउन सफल भएकी यी प्रतिभाशाली प्रतियोगी को हुन सक्छन् जस्तो लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला।